नेपालमा जो नेपालको रोल्पा जिल्लामा हामीले अहिले राफ्टिङ गरिरहेछौँ। यो चाहिँ पाङ रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर 1 पाङ गाउँमा यतिखेर हाम्रो मामाजीले चाहिँ राफ्टिङ गर्न लाग्नु भएको छ हैन। नेपालीमा चाहिँ कलम भन्छ, इङ्ग्लिसमा यसलाई ग्राफ्टिङ भन्छ हैन। कसरी गर्ने हो यो तरिका तपाईहरुले बुझ्नु। अनि हाम्रो हाम्रो पाङ गाविसका मान्छेहरुले मेरो युट्युब च्यानलमा भिडियो हेर्न लाग्नु भएको छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला अनि भिडियो राम्रो लाग्छ भन्ने कमेन्ट गर्नु होला। त्यो कसरी जोड्ने हो, कसरी ग्राफ्टिङ गर्ने हो हेर्न सक्नुहुन्छ तपाईहरुले। यसरी खुकुरीले या अरु ठुलो चाकुले यसरी चिरेर अनि यो तरिकाले चाहिँ तपाईले कलम बनाएर यो तरिकाले हाल्न सक्नुहुन्छ। यो एउटा कुनामा यसरी राखेर हैन, यो चाहिँ यसको छाला मिलाउनु पर्यो हैन मामाजी। यसको चाहिँ छाला मिलाएपछि अनि यसको जो हो यससँग छाला मिलाएपछि अनि ग्रो गर्छ यो अर्को साइड हेर्न सक्नुहुन्छ तपाईले। अर्को साइड पनि यही तरिकाले यो हाल्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो नेपालको मान्छेले चाहिँ हेर्ने भिडियो हो। यो तरिकाले चाहिँ हेरेर सिक्नु भयो भने आफ्नो लागि काम आउन सक्छ हैन। यो तरिका यो चाहिँ आडुको रूपमा पलमको हामीले हैन कलम गरिरहेछौं। अब यसको बाद यो कार्यक्रम यसलाई अब कभर गर्ने हो। यस्तो यो पुरा मिल्न पर्यो। यो जो यो हेर्न सक्नुहुन्छ यस्तो मिल्यो भने कलम चाहिँ फेल हुँदैन। हाम्रो नोकबहादुर पुन हुनुहुन्छ यिनी मेरो मामा हुन्। अनि यो हेर्न सक्नुहुन्छ यहाँ पनि इन्डियाको हिमाचलदेखि 2-4 वर्ष उता काम सिकेर चाहिँ यहाँ आफ्नो घरतिर अनि कृषि गर्न आउनु भएको छन्। आफ्नो गृहस्थल पाङमा यो तरिका हो हजुर। यो नत्र भने यो चाहिँ फेल हुन सक्छ कलम। यो तरिकाले कभर गरेर यसको तरिका चाहिँ म पछि अर्को भिडियोमा भन्छु होला तपाईहरुलाई। यो यसरी कभर गरेर कहाँ फालेछ पानी यो चाहिँ हाम्रो पाङ कहाँ फालेछ यसले पञ्चायतको अध्यक्षज्यू श्री गणेश पुनको हो। यो कलम हुँदैछ। उहाँले पनि युट्युबमा हेर्नुभयो भने कमेन्ट गर्नु होला अनि कस्तो लाग्यो। अनि पछि चाहिँ यो कलम चाहिँ ठुलो भयो भने फेरि हामीले अर्को भिडियो ल्याउँछौं हजुरहरुको लागि। यस तरिकाले चाहिँ कभर गर्यो भने कलम चाहिँ फेल हुँदैन। यो हेर्न सक्नुहुन्छ। भिडियो पुरा हेर्नु होला अनि च्यानल सब्स्क्राइब गर्नु होला अनि भिडियोलाई लाइक गर्नु होला। मन गरेपछि शेयर पनि गर्नु होला। यो तरिका हो। यो चाहिँ बिल्कुल कभर गरेर रातो माटोले कभर गरेर हेर्न सक्नुहुन्छ हैन। यो तरिका हो। तपाईहरुले प्लास्टिक आफ्नै पुरानो प्लास्टिकहरुले कभर गर्न सक्नुहुन्छ। नत्र भने यसको लागि अर्को पनि पाउँछ तर अनि कभर यो प्लास्टिकले पनि हुन्छ। हेर्न सक्नुहुन्छ। यो तरिका हो। यो माथिबाट चाहिँ यस तरिकाले बीचमा चाहिँ यो ग्याप नरहोस् हैन। यो तरिकाले यसलाई कभर गर्न सक्छ मान्छेले हैन। हजुर सक्नुहुन्छ। यो चाहिँ यसमा चाहिँ हावा नघुसोस् हैन। भित्र हावा घुस्यो भने फेरि यो चाहिँ सक्सेस हुँदैन नि फेरि।
यो फेल हुन्छ। यसलाई बिल्कुल कभर गरेर हेर्न सक्नुहुन्छ। चाहिँ कहाँदेखि नेपालको कुन ठाउँदेखि तपाईँले हेर्न लाग्नु भएको छ कमेन्ट गर्नुहोला अनि ठाउँको नाम लेख्नुहोला। यो चाहिँ कहिलेबाट पलाउने सुरु गर्छ यो भनिदिनुहोस् त। यो चाहिँ फागुनमा पलाउने, यहाँबाट पलाउँछ यो होइन, यो यहाँदेखि पलाउँछ। अनि 1 वर्षमा फुल्छ होइन यो, 1 वर्षपछि फुल्छ अनि यसमा चाहिँ फ्रुटिङ हुन्छ। अनि त्यतिखेर चाहिँ हामीले भिडियो बनाउला अनि हेर्न सक्नुहुन्छ तपाईँले होइन। यो चाहिँ अब भिडियो चाहिँ धेरै लामो भइसक्यो होइन। अब बाँकी चाहिँ मेरो युट्युब च्यानलमा गएर तपाईँले हेर्न सक्नुहुन्छ कि यो अब यसलाई चाहिँ कभर गर्न लाग्नु भएको छ होइन। धागाले यो तरिकाले हो यो फेरि होइन, धागाले बाँध्न सक्नुहुन्छ तपाईँले होइन। प्रायः जस्तो चाहिँ अरू ठाउँमा चाहिँ होइन हामीले प्लास्टिक रुलले गर्छौँ, तर यो चाहिँ अनि यस्तो गरेर चाहिँ यसलाई गर्न सक्नुहुन्छ तपाईँ। बाँकी यो हाम्रो चाहिँ यो कलम भइसक्यो होइन। बाँकी अब अर्को भिडियोमा हेर्न सक्नुहुन्छ तपाईँ, हेर्नुहोला। धन्यवाद। म चाहिँ मदन पुन, तपाईँको आफ्नै मदन पुन होइन, बिदा लिन चाहन्छु यो भिडियोबाट। धन्यवाद, नमस्कार।